नमस्ते सबैजनालाई अनि सबैजना सन्चै हुनुहुन्छ होला। आज मेरो ब्लगमा तपाईलाई म स्वागत गर्दछु र आज 25 डिसेम्बर आज चाहिँ क्रिसमस डे हो। तर म क्रिसमस डे मनाउन नपाउने भए यसपालि चाहिँ काठमाडौँमा प्रोग्राम छ। भिडियो म यहीँबाट सुरु गर्नेछु। भिडियो अन्तिमसम्म हेर्नु होला। मन परेछ भने लाइक शेयर अनि सब्स्क्राइब पनि गरिदिनु होला। प्रभुलाई धन्यवाद। आजको दिनसम्मको लागि शिक्षा दिनुभयो। आजको दिन प्रभु तपाईँले धन्यवाद। आजको दिनसम्म आश्रममा चाहिँ सिकाउनु आमेन। मम्मी त लाउनु हुन्न रे क्या? मम्मीले त सायद लाउनु भएन चाहनुहुन्छ लाउनुहुन्न भन्नुभएको थियो अनि आउनु आउनु मम्मी भित्र आउनु। मम्मी लाइट त हाल्नु भयो नि। कस्तो लाइट नबालेको है? भर्खरै निभाएको कस्तो दामी देखिन्थ्यो नि त। यतिको टेन्सन भयो पनि तपाईँ आइपुग्यौँ। अब हामी एयरपोर्ट आइपुग्यौँ। अब यति हतार भएको फेरि त्यही भएर बाहिरपछि कुरा गर्नेछौँ। सम्झिनेहरू हिँड्दै हुनुहुन्छ। हिँड्नु हिँड्नु न हिँड्नु। अब हामी सबै इन गर्नेछौँ। ओके हामी चाहिँ पास भइसक्यो। पास भएर चाहिँ अब हामी कफी खान लागेका छौँ। अब हामी कफी खान्छौँ। माइकले होइन क्या मम्मी, त्यो फोन पेले काम गरेन क्या। फोन पेले काम नगरेर कफी 3टा कफीको 840। अभी म त कोसिस 3टा कफीको 840। मम्मीसित आएको जानु पनि हो तर हामीले त किन हामीलाई चाहिँ हामीलाई कुरो हुँदैन। उनीहरूसँग चाहिँ अलिकति सेटिङ भएपछि पाएपछि चलचित्र चाहिँ धेरै सहिलो हुन्छ। अब त्यो बच्चाबच्चीलाई केही कुराको केही ठिकान नभएपछि बच्चाबच्ची पनि हुँदा हामीले के तयार हुँदैन न फेरि अब आफूले जान्छ है। हामीले त पहिला त हो नि छोरीको मैले ETS of the aircraft was scheduled got back within 35 minutes. Shall be flying at an altitude of 11. एकछिन बस्नु भनेको तिमीबाट एकछिन बसेर म जान्छु। मम्मी भन्नु के रहेछ ओके। अब हामी झर्दैछौँ। मम्मीहरू झर्दै हुनुहुन्छ।
Waiting. यो चाहिँ हो है हाम्रो सामान फाइनल्ली सामान आयो आज चाहिँ थोरै टाइम लाग्यो सो एक राउन्ड त्यही हान्यो सायद मौसम क्लियर नभएर होला हाम्रो मम्मी आउनुभयो कति टाइम लाग्यो त नि मम्मी तपाईँहरूलाई कति पिसाब लाग्यो के ए हुँदा हुँदा एयरपोर्टको टोइलेटमा नि लाइन भनेपछि ल अब झोला बोकाउँ होला है म चाहिँ गुडगाउँ चाहिँ अरू सबै बोकिदिनु होला यहाँ ल्याउनु त मम्मी त्यो ल्याउनु त यहाँ यस्तो गऱ्यो भने हुन्छ नि त त्यो ल्याउनु त मम्मी त्यो ल्याउनु ल त्यो ल्याउनु यहाँ राख्नु त ए यो यहाँ राख्नु त तर यो त धेरै हुन्छ होला ल यस्तो गरेर म योभन्दा लामो हुन्न त्यसलाई यस्तो बाँध्नु त मम्मी कडा छ ल यति बोकेपछि हुन्छ ल म यसरी हिँड्छु हजुरहरू बोक्नु होला है त्यहाँ गएर ट्याक्सी लिनुपर्छ जाउँ 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 अलिअलि हिँडे नै हुन्छ 1000 रुपियाँ ट्याक्सी त भने बसेको जान्छ र भ्याउँदैन त्यही पनि ल जाऊँ पहिला यहाँबाट एकैछिन हो त्यहाँ गएछु त्यता मिल्ला नि सबभन्दा टेन्सनै गाडी चढ्न लाग्नु थाल्छ कि होटल हेभेनमा आइपुग्यौँ अब हाम्रो होटल यही छ र मम्मी त्यसलाई गुडाउने नबोकाउँ के बिचरा त्यो गुड्दाए हुन्छ राखौँ त पहिला गुडकाम त सक्दिनँ म नमस्ते मम्मी यसलाई गुडकाम के म सक्दिनँ कि गुडकाम के उताबाट गुडकाउनु भयो भने चाहिँ हस् हामी यहाँ आयौँ अब हामी यहाँ उ गर्नेछौँ भन्दैछ चाहिँ हजुर सञ्जीव पोखराबाट हजुर एउटा रुम हो हजुर दुईवटा बेड भएको हजुर होइन मम्मी त बस्नुहुन्न हामी बस्ने नै 2 जना हो किन बुझिनँ हो र खानाहरू के छ हो हामी 3टा खाना है मम्मी के गर्ने चिकन खाने कि सादा खाने मटन मटन 2टा मम्मी तपाईँ चिकन कि मटन 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 गरिदिनु 2टा एउटा सादा गरिदिनु मलाई यस्तो हिँड्ने बेलामा खानु मन पर्दैन आउनु बस्नु रुम रेडी छैन अरे बस्नु हुन्छ अब हामी खाना खान्छौँ रुमै रेडी भएन त्यही भएर पहिला खाना खान्छौँ हामी खाना खान लाग्यौँ ल मम्मी खानुहोस् अब हामी मम्मी खाना खाँदै हुनुहुन्छ हामी अब खाना खान्छौँ बस्नै हुनु बेला भएपछि त मलाई त डेन्जर खोकी लागेको छ 12 वर्षको ज्वरो निस्केको थियो डाङ डाङ हुन्छ खोकेको 5 फेरि खोकेको थियो अनि धन्न म सन्चो भएँ भन्न बिहान निस्किने बाटो नपाएर भइहाल्यो ठुलो छैन मान्छे जाडोमा मम्मी पनि बस्नुहुन्छ होला सोचे आज एक दिन त तर बस्नु भएन चप्पल त लिएर त कसले हामीले ए हिँडिराख्यो अब हामी आइसक्यौँ अब खानाहरू अब हामी जान्छौँ अब हामी जानुपर्छ 10 बजेर मम्मीले भनेको
मेरो त यहाँ उसँग जाकेटमा गएर चाहिँ म हो तपाईँको माइक खोइ माइक यहाँ जाकेटमा रहेछ भगवान् त बोलेको जति ए हामी रेडी भइसकेको छु हामी रेडी भइसकेका छौँ मलाई चाहिँ यस्तो खालको लुक आयो मम्मीको यस्तो होइन अनि त्यसपछि मम्मीकै एकचोटि हेरौँ हजुरले सिधा बस्दिनु होला ल मम्मी हामी यसरी जाँदैछौँ यो चाहिँ हाम्रो रुम यस्तो छ मैले पछि आउनेछौँ अनि त्यसपछि यस्तो ल मम्मी खै तपाईँको माइक हेरौँ त खोइ मम्मी माइक ल ठिक छ बोलिरहेछ हजुरको यता हेर्नु त एकचोटि अन खालको हेरौँ रातो होइन यो वाला भन्नुपर्छ पर्पल ल अब हामी जान्छौँ अनि अहिले पछि यहाँ आउने धेरै बेर हामी बस्छौँ होइन चापी यहाँ अगाडि चापी मिल्न नि यति एउटा त मिल्छ बरु त्यो कपडा बोकाउँ त ल जाउँ त जाउँ ओके जाउँ साडी पनि के हो मम्मी पुग्नु यो चाबी पनि फेरि कहाँ हो र नि ल मम्मीले फेरि चप्पलले नलाए यति हतार त भएको थिएन होला मम्मीले फेरि चप्पलले नलाएन है हेर ठिक छ मम्मी ल जाउँ यो यस्तो गर्ने माथि जाने माथि तल जाने भए तल अब यो माथि यस्तोको देखाएको छ नि यो आउँदैछ भनेको के अब यहाँ हामीले खिचेपछि यहाँ खुल्छ हामी ग्राउन्डमा जाने भएपछि जी खिच्ने जति नम्बरमा जाने हो त्यति खिचेपछि हिँड्ने पनि भयो हजुरको वहीँ गएर मिलाउला फेरि हेर्नु मेरो घरि यतै फर्किरहेछ मम तपाईँले पनि फल्स नहोला है लाउनुहुन्छ है अलि अलि अगाडि हिँडौँ त ग्राउन्ड फ्लोरमा जान्छौँ ओके मेसिन ल हाम्रो यस्तो भयो फाइनल लुक होइन मम्मी एकचोटि उता फर्किनु हो थाहा भएको त अघि उ गर्नुहुन्थ्यो नि त हो त नि मम्मी छ र ब्यागमा चिल्लो लोसन दिनु न मम्मीलाई ओके आइयो ल त है हामी गयौँ है चाबी यहीँ छोडिदिनु मम्मी हुन्छ हराउन के हामीले बोकेर गएपछि हराइन्छ आउँछ के कोही भनेको के हरायो भने भनेर त्यो हरायो भने भनेर हो क्या केही हुन्न के अब हामी निस्किँदैछौँ अब हामी जाँदैछौँ सब मेरो हामी यहाँ बसेछौँ अब यहाँबाट जाने भन्दै थियो कताबाट जाने रहेछ निस्किन्न सबैजना साडी लगाएर त्यतै गहन के अरे धरेर मम्मी
म त डराउँछु मासु जाँदा जाँदा होइन तल जाँदाखेरि के झुक्किन्छ भनेर जाँदा जाँदा खाइन्छ म त डराउँछु झुक्कियो भने त झुक्किहाल्यो मान्छे लागु भयो भने म यत्रो भात भजा गरी हेरेर गएको है त्यो लिप आएर हेरेर कस्तो भयो आएको चढेको त अन्त तल पुगेर मुवाले त मलाई लतारै लाग्यो घाम लाग्यो पोखरा कस्तो जम्म यता यता हुन् ल जम्म छ अरे पोखरामा त पुरै बाबा जहाज पनि ढिलो पछाडि बसेर जान्छ टोपी लाग्नु सबै देखा है ए हता तिमी त पछि माउले त चिसो चिसो उदान भाइ चाहिँ यही अहिले के अरे केको लाइन दबाईहरू भनेको त्यहाँ नाम कता गर्छ अहिले यहाँ नानी राउन्ड पोलेर बस्छ अनि जान्छ अल्को कति हो विचार बुढो बाबा लिएर आएको पऱ्यो परमेश्वर कसले के टोपी गइदिनु हो कहाँ छ लोक चेन्ज के मान्छे मान्छे भन न मान्छेको थुप्रो सरी
कसो छ मैले खिच्न परेन यहाँ मलाई नि आउट गरिदिनु होला ल हामी भ्याइसक्यौँ भ्याएर पनि हामी अब आइसकेका छौँ टोपी पनि रहर पुग्यो अब मास्टरमा नै आइहाल्नु टोपी अरे मम्मीले ल हामी रुममा आइपुग्यौँ त्यस्तो है के हो र कति नै यो घरमा हेर्दैछ अब हामी त्यो कस्तो तिमीहरू जस्तो घरमा त सबै फिक्स बनाएको साडी मात्रै लाग्छ सबै है त्यसो नि देखेको थियो त्यसो नि देखेको थियो ओके अनि अब म फेरि नयाँ ड्रेसअपमा ड्रेस गरिसकेको छु चाहिँ जान्दैछौँ मैले लगाइसकेँ ब्यागमा ओके अब हामी जाँदैछौँ म रेडी भइसकेको छु मेरो ड्रेस देख्न सक्नुहुन्छ होइन अब मम्मी सेम्पू जाने भन्नुभयो त्यो परेन मम्मी त्यो पावर ब्याङ्क चाहिँ बोक्नु है मम्मी पुछार चाहियो यहाँ चाहिँ पुछार मम्मी पुछार जान्नु त टाउको मेरो हो मम्मी ल अब म रेडी भएँ पक्न स्वयं म त साथ के अरे सम्झिनीलाई त छोडेर मम्मी अब हामी जाँदैछौँ स्वयम्भू देख्नु भयो मम्मी देखेछौँ है हामी चाहिँ अब स्वयम्भू आयौँ यस्तो हो अब हामी चाहिँ स्वयम्भू आयौँ छिटो आएर हामी घुम्दैछौँ बल्ल आयो ल यो हो क्या मम्मी ओके अब हामी चाहिँ यहाँ लगभग घुमिगयौँ अब हामी अर्को ठाउँ जानेछौँ बाँदर आएर बाँदर लान्छ जस्तो लाग्ने कि फट हामी स्वयम्भूमा हो अब हामी चाहिँ उता के अरे पशुपति जान्छौँ शनिबार हुन्छ कि मान्छे कन्भोकेसन डेको लागि आएको छ नि ग्रेजुएसन आएको भएर नि होला क्या मान्छेहरू बाटोमा नि त्यहाँ त्यत्तिकै लगाएर नि आइरहेको थियो क्या मम्मी लाउन त लाउनु नि हामी 16,000जना त्यही समय लगाएर आइरहेको थियो क्या मम्मी अघि त्यहाँ बसिरहेको थियो लाउने पनि ठाउँ हुन्छ के अरे धेरै के न्यानो हुन्छ र हामी चाहिँ अब विशाल बजारमा सपिङ गर्नको लागि आएका छौँ मम्मी हामी ब्लगमा हेरौँ फाइनली हेर विशाल बजार गाइस यस्तो दामी सपिङ गरियो होइन अनि त्यसपछि आएर एउटा मम्मीको तर्फबाट एउटा कपडा अर्को मम्मीको तर्फबाट एउटा कपडा र अरू दुईवटा चाहिँ मैले आफैले किनेको छु
खाजा खान लायौँ हामी खाजा सेट खान लाग्यो है घर हामी राति पऱ्यो नि त आउँदा आउँदा ल चाबी त हाल्न राखेको होइन अहिले त हामी अब घर आयौँ आज एकदम थकित हुनुहुन्छ वहाँबाट काठमाडौँ खिच्नु न मम्मी त्यहाँ हो त्यो खिच्नु त ल फाइनल्ली हामी रुममा आइपुग्यौँ थकित होइन मम्मी थकित अवस्थामा आज हामी आइपुग्यौँ आजको दिन यसरी नै बित्यो निस्किन भ्लग अन्तिमसम्म हेर्नुभएको लागि धेरै धेरै धन्यवाद विशेष गरी म धन्यवाद दिन चाहन्छु मेरो सबैजना स्पोन्सर पहिलो धन्यवाद मेरो माइली बहिनीलाई अस्ट्रेलियाबाट स्पोन्सर गरिदिनु भएकोमा र दोस्रो धन्यवाद पोर्चुगलमा माई डियर हस्बेन्डलाई उहाँले टिकटको स्पोन्सर गरिदिनु भयो र अर्को धन्यवाद दिन चाहन्छु मेरो प्यारी सुषमा दिदीलाई जुन उहाँले चाहिँ मलाई बस्न एकोमोडेसनको लागि चाहिँ स्पोन्सर गरिदिनु भएको लागि धेरै धेरै धन्यवाद र आज मलाई गिफ्ट किनेर मेरो मम्मीहरू दुईजना मम्मीहरूले मलाई कपडा किनिदिनु भएको छ गिफ्ट त्यसको लागि पनि धेरै धेरै धन्यवाद के भन्नु ल कस्तो भयो मम्मी आजको दिन खुसी लाग्यो त्यसरी होइन अनि छोरछोरीको मेरो पढ्ने रहर मैले आफ्नो बेलामा पुरा गर्न सकिनँ अब बाध्यताले भनौँ न आज मैले नपढे नि मेरो छोराछोरीले पढेर यतिको ठाउँमा आउनु पाउँदा खुसी लाग्यो मलाई त्यसरी है छोरा ठुलोले त्यति पढ्न सकेन अब सानो छोरा अनि नानीले पढ्यो होइन नानीले अब माथि प्रगति गर्यो मलाई एकदम खुसी लाग्यो धन्यवाद लाग्छ त्यसरी ल भन्नु मलाई पनि आजभन्दा 20 वर्ष अगाडिदेखिको मनको एउटा आशा चाहिँ पुरा भयो हामी भ्लग इन गर्नेछौँ र धन्यवाद हामी आउन पायौँ होइन मम्मी घुम्न पायौँ बस्न पायौँ सबै कुराको लागि धेरै धेरै धन्यवाद हामी अर्को भ्लगमा भेट्ने छौँ राम्रोसँग बस्नु होला एकदम मेसी भयो बाई 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 नमस्ते म यहाँकै प्रस्तुता ज्योति र